आज चाहिँ मेरो छुट्टीको दिन अनि म यसो पार्कतिर आएको है घुम्नलाई एक्लै छु है। अनि यता चाहिँ अचम्म पनि लागिरहेछ होइन। अब यो रुखहरूमा पनि यस्तो टेको दिएर राख्दो रहेछ कि। अनि मैले यसो अनुसन्धान गरेँ होइन। अनि किन राखेको होला यस्तो भनेको, यो जाडो महिनामा चाहिँ यहाँ कोरियामा चाहिँ एकदम ठुलो हावा हुन्डरी चल्छ क्या। अनि यो रुखै ढलाउँछ क्या, त्यस्तो चल्छ। मान्छेलाई त त्यहाँ हावाले उडाइन्छ क्या। अनि त्यो भएर मान्छे पनि जाडो महिनामा चाहिँ बाहिर निस्किँदैन होइन। अहिले चाहिँ त्यति जाडो छैन। के गऱ्यो, यो रुख ढल्छ भनेर हेर्नु, यसरी टेको दिएर राखेको छ। सानो रुखहरू छ है, यो यसरी टेको दिएको छ। उता पनि देख्नु सक्नुहुन्छ है, त्यता पनि टेको दिएर राखेको। यो सानो रुखहरू चाहिँ ढल्छ भनेर यति माया साथ राखेको छ। अब यो ठुल्ठुलो रुखहरूलाई चाहिँ पर्दैन होइन, यी ठुल्ठुलो रुखहरूलाई चाहिँ टेको दिएको छैन। अनि यो रुखहरूलाई चाहिँ यति माया गर्छ कि यो प्रकृतिलाई चाहिँ एकदम राम्रो गर्छ, माया गर्छ होइन कोरियाले। अनि यो फलफुलहरू हुन्छ नि, फलफुलमा पनि अब हावाहुरीले के अरे झार्छ भनेर, किरा फट्याङ्ग्रा लाग्छ भनेर पुरै त्यो कागज जस्तोले छोपेर, त्यो फललाई मात्रै छोपेर त्यस्तो गरेर माया गरेर हुर्काउँछ, बढाउँछ के। अनि यतातिर पार्कतिर नि बस्ने ठाउँहरू पनि छ होइन। हाम्रो बालेन सरकारले शाहले त्यो फल्चा राखेको छ नि, हो त्यस्तै छ। बालेनले पनि यस्तै गरेको छ काठमाडौँमा, मेरो एरियातिर होइन, मेरो माकलबारी एरियातिर चाहिँ। अनि यो एकदम राम्रो छ यो कोरियाको होइन, यो रुखहरूलाई गर्ने के अरे स्याहार सुसार होइन। यो बाटो हो है, बाटोमा तपाईँको प्रत्येक कति 10 मिटरको दुरीमा होइन, 20 मिटरको दुरीमा चाहिँ रुख रोपेको छ। यस्तो छ है, बाटो घाटो एकदम मिलाएर बनाएको छ। अनि तपाईँको